Era Suba Digital. Enjoy with us. नेपाल, हाम्रो देश नेपाल, जहाँ तराईको समथर भूमिदेखि लिएर त्यसको अलि माथितिर पहाड, त्यसपछि हिमालयका अविछिन्न श्रृङ्खलाहरू प्रकृतिले दिएको वरदान हो। यहाँ बसोबास गर्ने विभिन्न जातिहरू मध्येको एउटा बस्ती हो यो मगर बस्ती। बाँचे मगर घरको मुली, जाड भनेपछि हुरुक्कै। बाँचे कि बुढी, बाँचेलाई घोचपेच नगरेसम्म खाकै नपस्ने। नखाएसम्म रङ्ग नआउने, खाएपछि ठङ्ग नआउने कस्तो चिज होला, कसले बनायो होला। यही ढुङ्ग्रेले घ्वाप आँखा घोटिदिनु पर्ने। देख्दैन यहाँ आफ्नो बुढीले बनाइराखेको? त्यो त देख्यौ नि तिमीले बनाएको भन्ने कुरा। मेरो भन्नुको मतलब उहिले सुरुमा कसले जन्मायो होला, यसको बाउ को होला, यसको आमा को होला भनेर पो भनेको त। भगवानले त्यसै दिएको त होइन होला। फुट लौ फुट्क्यो। बाँचे कि कान्छी छोरी मनिषरा, बेसरी पुलपुले कि बिहानदेखि यत्तिकै। पुसाई, यस परिवारको जेठो बाठो, नाताले पुसाई अनि गाउँभरिकै पुसाई। टनलाई छेरौ त्यार, टन्नेरी लखेट्ने बेलामा सुँगुरको पाठो लखेटेर बस्छ तेरो बुद्धि। अनि माटेर मात्रै बसिरहने हो कि के हौ? उहाँ भान्जा चाहिँ दिनका दिन पिराले खोलातिर मात्रै गइरहन्छ। के भयो त? उसलाई माछा मार्ने सोख कोही होला। बिचारा धेना, स्वास्नी मरेको पीर मेट्न माछा मार्ने न्युले सधैँ खोलातिर धाउँछ। ओ माया जान्छु केडा भयो मुरली, ओ माया जान्छु केडा। के भएर टेस्ट माइली? बाँचे कि माइली छोरी, लोग्ने चाहिँ जापानमा, आफू चाहिँ बैसले उन्मत्त भएर बसे कि। भेना, भैँसीले रागो खोजेर कराए के? तिमीलाई खोज्न तिम्रो घरतिर गएको, तिमी त खोलातिर गएछौ। आच्चे, भैँसीले राँगा खोज्यो भने त
राँगो पो खोज्ने त भेनालाई खोजेर हुन्छ त भेना पनि खुर्क भैँसीलाई रागो भएको ठाउँ लैजाऊ है ल सालीले भनेको त भेनाले मानिहाल्छु नि आमा म स्कुल गएँ ल ल छोरा राम्रोसँग जा फेरि हिजोको चाहिँ झगडा गर्न आइज है फेरि ल तिम्रो त्यो भैँसी लिएर आऊ ल दुई बाली भो सालीले दुध खाने भो भेनालाई मै मात्रै भो बच्चे ए नमस्ते झोर्ले झोर्ले बसौँ डोको पनि बुनिसके जस्तो छ ए नाम्लो बुनेर ल्याइदिएछ कत्रो भारी बोक्छ हो साला अब पनि यो उमेरमा ठुल्ठुलो भारी बोकेर फुर्ती गर्दाखेरि त डल्लो परिहाल्छ नि पुड्साई मड्डा लिनुहोस् झोर्ले 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 लौ पुसाई खाजा ल्याऊ होइन हौ बुढाबुढी मात्रै टक्र्याक टुक्रू बस्या छ त जुन भन्नेहरू त माडाङले त छैन कि क्या हो ए पुसाई कति बेला आउनु भएछ झोडले गरे हे झोडले भाग्यमानी भएस भटै अब कतिको भाग्यमानी छ थाहा हुन्छ ए कान्छी कटा हो छट पछि भेटौँला है कान्छी पनि आइपुगिहाल्यो नि लौ भन तिमीले कान्छीबाटै नि ठुलो भेनासँग बिहे गर्ने कि नगर्ने दिदी मरेर गइहाल्यो भेना र केटाटीको बिचिल्ली भएको छ हामीले भनेको मान्छौ भने तिमीले भेनासँग बिहे गर्नै पर्छ म जट्टीको पाए के नै भन्दा तपाईँ नै भन्नु न पुसाई मेरो र भेनाको जोडी मिल्छ र हे मन मिलेपछि जोडी त मिलिहाल्छ नि अलि तन्नेरी भएको भए त मैले नि नायिका भन्थेँ र तर यस्तो बुढोसँग बुढो रे जाटेरिका बुढो भा छ कि छैन त्यो त हामीले पनि जाँच गर्छ नि नाइ नभनाए छोरी तैँले त्यसरी नाइ भन्यो भने त तेरो भिनाजुको त अर्कैसँग बिहा गरिदिनु पर्छ अनि अर्काको छोरीले तेरो दिदीको छोराछोरीलाई माया गर्छ त अहिले पनि आमा छैन भनेर गोरेर सुकुलाई झन् धेरै माया गरेको त छ नि त्यही भएर त टै चाहियो त कान्छी भेनाजुलाई नराम्रो नभन यतिको मान्छेले खोट नलगाऊ हामीले पनि सबै कुरो बुझेर मात्र बिहा गरिदिन्छु नि ए नानी एक डालो कोडोको भुस ल्याउ त लो हिँड भान्जा घर पछाडि अब जाँच त गर्नै पर्यो हिँड हिँड
हे सबै साथीहरूले जिस्काउँछ कि यस्तो बुढोसँग नि बिहे गर्न मान्यो भनेर। दुई चारटी जिस्क्याउँछन् अनि चुप्प लाएर बस्छ। के उनीहरू चाहिँ बुढाबुढी हुँदैन र? बुढाबुढी त सबैजना हुन्छ, तर भेनाले हेरेछौ पूर्णिमामा आएको जवानी औँसीमै ढल्ला जस्तो। लौ भान्जा मुट के गर्नु, जाँच गर्नै पर्यो। कति पनि अप्ठ्यारो नमान भडाइ। अब हामीले रहर लागेर गरे होइन, सालीले खोट लाए त बुढो भनेर। अब हाम्रो भटाइ टन्नेरी छ भनेर देखाउनु पर्यो नि त। त्यो मुर्खाको छेल पारेर मुट मुट देखाइदेऊ। मुटेर देखा भन्छ, खै के देखाउने हो के हेर्ने हो। आज चाहिँ गोपाल कट्टु लगाउनु परेको। छरपस्तै भइगयो नि भुस त, तागत छ अझै भटाइको। शाबास भान्जा, पास भयो। जमा कान्छे भटाइ नि तिमीले कति पनि फिक्री नगर। तिमीले पाउन सक्ने जति केटायती पाइदिन्छ भेनाले। बुढो छ भनेर तिमीले कुनै चिन्तै गर्नु पर्दैन। हामीले जाँच गरेर हेर्यौँ, पास भयो। अब दिन हेराएर निम्तो गर्नु, भोज खान आम्ला। बस लुइन कान्छी लुएर कान्छी, तेरो बाउ र पुसाइले कति पनि ढाँटेको छैन। देखिनुहोस् चारैपट्टि भुस छरेको। माइली हजुर के गर्दैछस्? काम गर्दै। के गर्नु, तेरो पोइ तँलाई सम्झेर कहिले आएन। मैले त तँलाई सम्झिरहेको छु है। केही खर खाँचो पर्यो भने भनिहाल मलाई, म टारिदिन्छु नि। ए है, हजुरले केही टार्नु पर्दैन। हाम्रो भेना कति जाति छ। भारी बोकेर बारी जोतेर मात्र हुन्छ गोठाला जस्तो। मान्छेको मनको कुरा बुझ्दिनु परेन जाति। तपाईँ बुझ्दै गर्नुहोस्, म भैँसीलाई घाँस हाल्न गएँ। माइली, तँलाई एक दिन सर कारमा घुमाउने रहर छ मेरो। फिल्म खेल्न कति रमाइलो हुन्छ होला है। हुन्छ नि। खासमा मलाई नि फिल्म खेल्न अति नै रहर छ क्या। हो र? हो नि, मलाई नि फिल्म खेलाइदिनु न। भइहाल्छ नि। फिल्म खेल्दा त फेरि हिरोले अङ्गालो पनि मार्नुपर्छ। लाज मान्छौ कि? लाज त मान्दिन क्यारे। लौ हेर, गाडी किन रोक्या र? हामी चलेको बेलामा गाडी त आफै रोकिहाल्छ नि। हो र? मलाई हजुर एकदमै मनपर्छ नि। टिभीमा आएको एउटा फिल्म पनि छुटाउँदिन क्यारे। तिमी पनि मलाई एकदमै मन पर्यो। क्यारेक्टरमा छिरिहाल्दो रहेछौ। तपाईँको कपाल पनि फुलिसकेको रहेछ नि बाई। 12 वर्षदेखि नै फुलेको हो नि।
हिरोसँग मजा आइरहेको थियो यो साले कुकुरले यसलाई त बिस हालेर मार्नु पर्ने। कस्तो बेर लगाएको यस्तोले नि स्वास्नी भगाउने रे। दाइ कति बज्यो? ए पुतली पो 11 बज्यो नि। कहाँ जाने हो र? यसले के को खाँचो पर्यो कुन्नी? हामीलाई त कहिले नि सम्झेनौ, बुढो भएर हो क्या? मनाउँछ क्या। 1 घन्टा अगाडि नै आइसकेको रहेछु, म पनि के भयो होला है। छ्या जहिले सुके के पिर मानेर बसेको हो र? पिर नमानेर के गरौँ त? जाउँ भने जाने ठाउँ कतै छैन पुतली। पहिला जानी नि दिदी। कसले लान्छ र भाइ? लान्छ नि एउटाले, आफू जान्छु चाहिँ भन्नुपर्छ क्या। जस्तो पाए टेस्टसँग जान भएन, अब भने जस्तो पाउँदैन। त्यो माथि आफू एक्लो जानु होइन, एक्लो जानु भएको भए पहिला नै गइसक्थ्यो होला। पहिला जाने भनिहाले दिदी, पहिला जाने बानी साह्रै नराम्रो। 34 वर्षको उमेरमै 22वटा पोइ फेरिसके, अहिले त सिङ्गे उमेरै बाँकी छ। अब कति फेर्ने हो र मैले? ए साँच्चै 22वटा पोइ भइसक्यो तेरो त? भयो नि दिदी, लाजै लागिसक्यो। सबैले 22 पुतली भनेर जिस्काउन थालिसक्यो। भाग्यमानी रहेछस् त 22 चोटि बेहुली बन्न पाइस्। वर्ष दिन नपुग्दै नयाँ बेहुली बन्छु दिदी। कति एउटालाई घोचो समाते जस्तै समातेर बसिरहँ त। यस्तो डुल्ने बानी परेछ तेरो, सबै गाउँलाई थाहा छ। फेरि पनि लान्छ है? लैजान्छ दिदी लैजान्छ। 1-2 महिना चुप लाएर बस्छ, अनि मेरो रानी यो खान्छौ त्यो खान्छौ भन्छ। अनि त्यसपछि के गर्छ त? के गर्नु दिदी, न्यार न्यार गर्छ। आफूलाई अर्कोतिर लाइन मार्न सुरु गरिसक्या हुन्छ। यसो मेसो मिलायो, कुकुरले हात छोडा जस्तो गरेर छोडिदियो, हिँड्दियो। तेरो कुरा सुन्दा रमाइलो पनि लाग्छ र अचम्म पनि लाग्छ भाइ। अझ अचम्मको कुरा दिदी, यो कुरा सम्झिँदा त मलाई नि साह्रै अचम्म लाग्छ। त्यो पहिला पहिला छोडेको बुढाहरू हुन्छ नि, अझै पकाउन आउँछ के भना। सबै जाने बुझेको भएर होला नि। खै के भयो र दिदी, त्यो 16 नम्बरको बुढा आएर मसँग हिँड भन्दै थियो। नाम त बिर्सिहाले, त्यसलाई देख्ने बित्तिकै चिने। तिम्रो नाम के रे भनेर सोधे पनि कति चाँडै बिर्सी कि मेरो नाम कृष्ण भनेर भन्यो भाइ। अब नाम सम्झेर साड्दै छैन, टेटी धेरै छ तेरो त। अझै कति हुने हो कुन्नी, आधा उमेर सिङ्गे बाँकी छ भाइ। आफूलाई सम्झिँदा नि हाँस उठ्छ भाइ दिदी। तिमी चाहिँ पहिला नजाऊ है दिदी, बरु तिम्रो साटो नि मै नै गइदिउँला क्या। कमसे कम तिम्रोमा आइसी जाँड त खान पाउँछ नि। तिम्रोमा आइसी मलाई माइत आ जस्तै हुन्छ भाइ दिदी। ए ला साँच्ची दिदी भाइ, मैले त बिर्सिरा, मैले एउटालाई कुराएर राखिरहेको थिएँ। मलाई हतार छ, तिमी चाहिँ बस है दिदी, म त गएँ। अब के गर्नु दिदी, लान्छु भने अब लाग्नु पर्यो पहिलो फेरि। यसकै जिन्दगी राम्रो छ बरु, आफ्नो त कस्तो कस्तो। चिनामा त राम्रै छ भन्थे। जन्म लग्न कुण्डली राशि वृश्चिक, ग्रह दशा हेर्दाखेरि महादशा योगिनीमा वृश्चिक राशि, विवाह लग्न शुभम। सायद चाहिँ राम्रो जुराइदिनु पर्यो है बाजे। अब यो भान्जाको पहिलेको घरबार पनि त्यतिकै बिग्रेर तपाईँलाई थाहा छँदैछ।
यसपालिको साइज चाहिँ राम्रोसँग चुनिदिनु पर्यो। त्यहाँबाट त्यहाँ गयो चन्द्रमा दाहिने पर्यो 22 गतेलाई अचम्म राम्रो निस्क्यो टिकाटालोको साइज त्यो दिन सत्यनारायणको पूजा पनि राम्रो पनि हुन्छ टिकाटालो त्यही दिन गरौँ। बिहेको साइज चाहिँ कहिले निस्क्यो त पण्डितजी? अब माघ र फागुन यो नानीको ग्रह दशाले नगर्नै भन्यो। अब चैतमा गर्नै भएन। वैशाख नयाँ साल पनि वैशाखको 22 गतेलाई चाहिँ अचम्मै राम्रो छ लगन। ए अब ग्रहले नै दिँदैन भने त किन आटिनु पर्यो त नि अहिले? पूजाको दिन टिकटालो गरिदिउँला, बिहा चाहिँ वैशाखमै गरौँला। भाग्यमानी रहेछन् ठुलो भान्जा। म त मरिगए नि बिहे गर्दिनँ त्यो ठुलो बेनासँग। बाआमालाई तैँले नै भन्दैन दिदी। हेर कान्छी, ठिटाले भन्दा पनि उमेर गएकोहरूले आफ्नो बुढीलाई बेसरी माया गर्छ त। ए तैँले पनि घुमाइ घुमाइ त्यही बेनासँग बिहे गर भन्न खोजेको? के हुन्छ त? अब बाउआमाले पनि बेसरी विचार गरेर भन्यो होला नि तँलाई कान्छी। गर्छ विचार। विचार गरेको भए त्यस्तो जुस्सादारी भएको बेनासँग बिहे गर भन्छ र मलाई। तेरो बुद्धि दाढी फालेपछि त चिल्लो भइहाल्छ नि तेरो बेना त। त मेरो दिदी होइन? तँलाई मेरो माया लाग्दैन? आमाले पनि हप्काउँछ, बाले पनि गाली गर्छ। त्यो पुसाइ त झन् मरे पनि हुन्थ्यो। अनि तँलाई भेनाको त्यति माया लागेको भए तै गर्न बिहे भेनासँग। ए भेना, किन हो माइली? हेर न, आज पनि बाख्राले बोका खोज्यो के, भ्याउँछौ र? ल किन छट्टाउँछौ हो माइली? त्यति बोका भएको ठाउँमा त तिमी आफै लानु सक्दैनौ र? हुन्छ हुन्छ, मलाई जाउँला। अब तिमी खोलातिर जान्ला होला? हो त। बरु आऊ, भोक लाग्यो होला, जाँड खाएर जाऊ। खासै खान मन त थिएन, जाँड भनिहाल्यो माइलीले। खै ल्याउ ल्याउ ल। आऊ बस बेना। अब राम्री बुढी बिहा गर्छु भन्दै हिँड्या छौ रे, खोलातिर पाइन्छ कि क्या हो बेना? तिमीसँग कुराहरू कसले सक्ने हो र माइली? बिहे गर्छु भनेर कम्मर कसा छौ रे त बेना तिमी? अब मामाइजूले कुरा चलाइदिया हो क्या रे? त्यही भएर त मलाई बिहा गर भनेको। तिम्रो पनि स्वास्नी मरेको। ले तिम्रो पोइ त मर्या छैन नि माइली। मरे जस्तै हो त्यो मेरो लागि। जापान गएको 10 वर्ष भइसक्यो। त्यो कुरा त तिमीलाई पनि थाहा छ नि बेना? उतै बिहा गरेर बस्यो भन्छ, मेरो लागि त त्यो मरिसक्यो। मरि नै हालेको त छैन नि। कोही न कोही पुरानो पोइ भन्छन्, न कतै पछि फर्केर टुप्लुक्कै आइहाल्ने भयो कि नआट्टी बस के माइली? भोकमा पाएन मकैको ठेल, पैसामा पाएन पोइ। म बुढी भएर आएपछि के काम? त्यो मुढा टेटै मरे हुन्छ। त्यति साह्रो गाली पनि नगर भ। मान्छे नआएर के भयो त? बेला बेलामा पैसा पठाएकै छ क्या रे? पैसा आएर ढेँडो र माछा खाएर हुन्छ त बेना? हेर न, बुझी पनि बुझ पचाउँछ यो बेनाले त। माइली पनि के साह्रो ठट्टा गर्छौ? साँच्चै भनेको बेना मैले। तिमी चाहिँ बुढी मरेको 1 वर्ष नहुँदै अर्को बुढी खोज्दै हिँड्या छौ रे। अब म त कुरेको यत्रो वर्ष भइसक्यो। यो जाँड पनि नभइदिएको भए म पहिल्यै नै बोलाउँथ्यो होला। केटाकेटीलाई ढेँडो ओडालेर दिने मान्छे पनि भएन त के हेर्नु त? त्यही भएर त मलाई बिहा गर भनेको। तिम्रो 2टा छोराछोरी, मेरो एउटा, 3टा त हुन्छ नि। तिमीलाई त म पाल्न सक्दिनँ ब। अब तिमी जापानी पैसा खेलाउने बानी परेको, आफू त यी गाउँघरमा घाँस दाउरा कुटो कोडालो गरेको पैसाले तिमीलाई त लाली किन्न पनि पैसा पुग्दैन भ। तरुनी सालीमाथि आँखा गाडे रहेछ पो, हामीलाई के हेर्थ्यो? अब तिमी त अलि महँगो छौ के साली, सस्तो हेर्नु परेन त? सस्तो त चाँडै फाट्छ नि बेना। अब फाटेछ भने त टाली लाउन नि माइली। कति ठाउँमा टाल्छौ है बेना? च्याटिन टालेपछि त झुरुटै गरेर च्याटिन्छ बेना। सालीले जिस्कायो भनेर मन नदुखाऊ है। किन मन दुखाउनु र? साली भन्दा छिपेको जाँड बोलेको लागे साली मोटा। बेना ढेँडो र माछा खाएर मोटाउनु पर्छ बिहे गर्नलाई।
माइली साइलीले दिएको आशिक ठ्याक्कै लागोस् मलाई। ल लागे म अहिलेलाई चाहिँ। जापानको गोरो गोरो मैयाहरू हेर्ने आँखाले हामी जाब बन पाकाको मान्छेलाई के राम्रो देख्थ्यो। बन पाखाको वन कुखुराको झोलमा ढेँडो च्वाप्प चोपेर क्वाप्प खाँदा कति मिठो हुन्छ। मुखले त ठिक्क पार्छ नि। तँलाई नसम्झ्या भए म आउँथे। कस्तो हात कामेको त्यही होला नि त म। बुढीसँग नि कोही आटिन्छ। तिमी 10 दिन माइत जाँदा त आतिन्थे। यत्रो वर्ष भयो भेट नभएको आतिदैन त। आत्तिनु हुँदैन कि गणबहादुर भाइ नमस्ते। नमस्ते नमस्ते। ल लिनुहोस्, 22 गते बाछेको घरमा सत्यनारायणको पूजा छ। त्यही दिन कान्छीको टिकाटालोको पनि कुरा चलेको छ। आउनु है। होइन, कोसित गरिदिनु भएछ कान्छीको बिहे? उसैको ठुलो भेनासँग नि। अच्छा, कसरी मान त कान्छीले? कुरो मनाएपछि मानिहाल्छ नि। ओ मामा नमस्ते। नमस्ते। लो 22 गते बाछेको घरमा पूजा पनि छ, कान्छीको टिकाटालो पनि छ। आउनुहोस् है। नमस्ते माइजू। लो 22 गतेको लागि निम्तो है। एकछिन रमाइलो गर्नुपर्छ क्या हो। मुर्दार लाटो पो रहेछ, कस्तो तर्छ।
ल यता आइज कस्तो मस्केको हौ यस्तो लाटो पनि आए मान्छे भनेपछि त मक्कै पर्ने हो हेर त केटी हो राम्री देख्यो होला नि तँलाई लाटोलाई नि त रमाइलो गर्न मन लाग्छ होला नि त्यस्तो तेरो मन खान्छ भने जङ्गलतिर लिएर जान तैँले आँटे नि हुन्छ नि के गर्ने अलि बुढो रहेछ तनरीहरू पो छट्टाउँछन् नि बुढाले त काण्ड बुढाइहाल्छन् नि अब यो लाटोले त मलाई आँखा पो झिम्कायो भाइ छैन नि झिम्काइदिन त हो त ओए तैँले मलाई बिहे गरेर लिएर जाने हो हो अनि तर म छ नि अँगालो मारेर सुत्ने है त अलिकति साँप्रा देखाइदिएन मुर्सै पर्छ लाटो हो यसलाई त हेर्ने हो ला हेर ला 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 ए भाइ यो डरलामी साइलाको घर कुन चाहिँ पर्यो ए ओहो पुसाई नमस्कार यत्रो वर्षपछि कहाँबाट सम्झिनु भयो त मैले नमस्ते नमस्ते ल बस्नुहोस् ओहो म त निम्तो दिन आएको साइला 22 गते बाछेशालाले सत्यनारायणको पूजा राखेको छ त्यही दिन कान्छीको पनि ठुलो भेनासँग टिकाटालो गर्ने कुरो छ जसरी नै आउनुपर्छ है ओहो पूजाको न्युले सबैसँग भेटघाट हुनु पाउने भयो आफै त चाटेका आफै यो त लाटो होइन रहेछ ए बुढी पुसाई चिनेनस् नमस्कार गर नमस्ते 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 अब पुसैलाई भोग लाग्यो होला ए बुढी भात पस्का त अर्कलेर पकाएको भात पाहुनाले खाइदियो है साइला दुःख दियो है मैले त छैन छैन के को दुःख हो पुसैले भात थाप्दैन के भएको छ यसको दिमाग भात हाल्दै भनेको दाल हालेपछि भात हाले नि हुन्छ साइला होइन योलाई आज के भएको छ मलाई होइन पुसाले थप्दै भनेको तिमीले पनि खाइसक्यो नि त शमशेर मेरो त बाआमाले ठुलो भेनासँग बिहे गरिदिने भनेको छ तँलाई नक्कली मैले भागौँ भन्दा किन मानेन भनेको त बल्ल पो थाहा भयो यस्तो दौडेर बसेर रहेछस् पोहोर मैले तँलाई भागौ भन्दा तैँले त हो नि जागिर छैन भनेर खुट्टा कमाएको यत्तिको ज्यान भएको तन्नेरीले त हलो जोतेर पनि आफ्नो स्वास्नीलाई पाल्छु भन्ने हिम्मत नभएको हो तिहारा अब मलाई किन यस्तो र उस्तो भनेर खोट लगाउँछस् भने जस्तो पेन्सन पकाएर आएको भेना फेला पारेछस् भइहाल्यो नि हाम्रो भेना त कति गोरो ज्यान पनि मिलेको चट्ट परेको छ है चिप्पेको छ तेरो अँगालो भरि हुन्छ त सुकेको सिद्रा माछा जस्तो कहिले मोटाउने हो अब जागिर खाएर पैसा कमाएस् त मोटाइहाल्छ नि अनि के गर्छस् नि त जस्तै राम्री नपाए पनि कसैले त पत्याउला नि मलाई बिर्सन सक्छस् त तेरो त रूप पनि राम्रो स्वर सुन्यो झनै राम्रो
कति भाग्यमानी रहेछ तेरो बिना। आधा उमेर ढल्केपछि पनि भने जस्तै भेटाउने भयो। तैँले पनि नभेटाएको त होइनस् नि। मलाई त भाका नगाई नगाई अन्तिममा परक्कै निमठिहालिस् नि। अయ్या पनि भन्न पाइनँ। आफ्नो मायालुलाई अर्काले लान लाग्यो भन्ने थाहा पाएर पनि चुप्प लागेर आँसु पिलपिल झार्न खोज्ने लाच्छी। त आफै भेनासँग जान्छु भने जस्तो गरेछ के गर्नु त? तँलाई जिस्काइदिएको नि, कतिको माया गर्छस् भनेर विचार गरेको। अब त जसरी पनि भाग्नु पर्ने भयो होइन त? के को होइन हो नि, नत्र अर्कैले लैदिन्छ। अनि मन दुखेर बेसीमा झरेको, हितको माया बिर्सन परेको भनेर गाउँ बेसी गर्ला। जाउँ न त त्यसो भए आजै। स्वास्नी भगाएर लैजाने तन्नेरीसँग पैसा चाहिँ कति छ नि? तैँले बिहे गर्ने भइस् भने मलाई भनाइ भनेको छन् आमाले। किन? आमाको एकजोर गहना छ, त्यही मासेर बिहे गर भनेको छिन्। पर्दैन त्यो बुढी फुपूको गहना मास्न, मलाई केही किनिदिनु पर्दैन। बिहे भएपछि बुढाबुढी कतै गएर काम गरौँला अनि जोडौँला गहना। गहना पनि लाउँदैनस् भने त मसँग भएको पैसाले भाग्न पुग्छ है। पिर नगर, मेरो खुत्रुकेमा पनि पैसा छ। पुगेन भने मेरो गहना बेचौँला। यहाँबाट हामी गएपछि केही काम पायो भने त हामीलाई धेरै पैसा पनि चाहिँदैन। त्यसो भए कहिले जाने त? 22 गते पूजा छ हाम्रो घरमा। तँलाई पनि गीत गाउन बोलाइहाल्छ, त्यही आइज। रातभरि गीत गाउन, अनि बिहानी पख सबैजना सुतेको बेला त्यही मौका छोपेर कति ढिलो गरेको आइसले, छिटो गर्नु न। मलाई जान मनै छैन बुढा। ए आफन्तकोमा मर्दा पर्दा नगएर हुन्छ? हे तिमी एक्लै जाऊ न त। के रे फेरि भन् त, स्वास्नी मरेर म एक्लै आएको भन्ने म उहाँ गएर तँ गएन चाहिँ तेरो घर मर्दा पर्दा को आइदिन्छ? तँ जसरी पनि जानुपर्छ। तपाईँ पनि खेल, तपाईँ नखेल्दा त रमाइलो हुन्न। आउनु न आउनु। कान्छे तँलाई मुर्दार सबैले काम गरेर टेक्दैनस्। बडा पैको धनी हुने बेलामा चाहिँ केटाकेटीसँग खेलेर बस्छस्। नुहाइदे त्यो केटाकेटीलाई। ल है तिमीहरूलाई नाङ्लो। भरे घरमा पूजा छ, नुहाएर राम्रो हुनु पर्यो नि। जति राम्रो बनाउन सक्छौ बनाऊ तिमी। हेर दुईटा छोरछोरीको बाउ भएर पनि कस्तो तन्नेरी जस्तो गरेको। यो ज्यानलाई कसैले नछोको, कति भो कति। तिमीलाई थाहा छ नि।
नमस्ते पुसाई। नमस्ते नमस्ते। कस्तो घामले पाके के आइमी जस्तो रहेछ। सानो सानो कुरो पनि सिकाउनु पर्ने। नमस्कार गर्नु पर्दैन? नमस्ते। पर्दैन पर्दैन। भान्जालाई मैले आजबाट कान्छी छोरी पनि जिम्मा लाएँ। तपाईँहरूको बाँकी जीवनलाई मङ्गलमय मेरो शुभकामना छ। ल एकअर्कालाई माला लगाइदेऊ। ओम गम गणपताय नमः। वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ल सबैले यहाँ गणेशलाई पूजा गर्नुहोस्। ओम गणपताय नमः। ल सबैजना उठ्नुहोस्। श्री कृष्णचन्द्र की जय। सत्यनारायण भगवान की जय। सनातन धर्म की जय। श्री कृष्ण भगवान की ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम पुण्डारिकाक्षय मंगलाय तनोहरि। ल हजुरले नि लगाइदिनुहोस्। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम पुण्डारिकाक्षय मंगलाय तनोहरि। ल हजुरलाई दक्षिणा। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम पुण्डारिकाक्षय मंगलाय तनोहरि। ल हजुर दक्षिणा। यो हजुरले लिनुहोस्। बाजेलाई मनी अरू लगाइदिन्छु। आफन्तीलाई ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम पुण्डारिकाक्षय मंगलाय तनोहरि। ल टीका पनि लगाइदिनुहोस्। हजुर। अब प्रसाद पनि बाँड्न लगाइदिनु। हस् म लगाइदिइहाल्छु। चिरञ्जीवी रहोस्, भाग्यमानी होस्। ल भाग्यमानी छन् कि ल कान्छी छोरीको पनि फलोस् फुलोस् भाग्यमानी भनेको छन् कुरा त्यस। पुगोस्। नमस्ते बा। ए नमस्ते। आइपुग्यो शमशेर। यसो रमाइलो गर्नुपर्छ, नाचगान गर्नुपर्छ भनेर तिमीलाई सम्झेर निम्तो पठाएको थियो। आइपुग्यो, राम्रै पनि भयो। पाए बा, दौडेर आए। शाबास शाबास। भाग्यमानी रहेछ। कति मिठो स्वर। मिठो स्वर हुनेले त सरस्वतीले पनि बास गर्छ, तरुणीले पनि आश गर्छ। के आज यतै कतै खोज्ने हो कि? गीत गाउँदै जाउँ, राम्री र मनले खाएको भेट्यो भने के भयो र बा? हाम्रो पालीमा त गीत गाएर जित्यो भने लान्नु पाउँथ्यो। अचेलको केटीहरू मान्दैन। पुरपुरोमा लेखा रहेछ भने त पाउनु पनि सकिन्छ बा। सपना त राम्रै देखाएको थिएँ। दिन जोरेको रहेछ भने मिल्नु पनि सक्छ। ए गीत गाउने मान्छेहरू कहाँ गएछ? त्यो केटकेटीहरू कहाँ गएछ? हुनेवाला ससुराबाले पनि कस्तो अप्ठ्यारो ठाउँमा सुताए मलाई। के गर्ने होला? शमशेर शमशेर
मायालाई भेट्ने देउराली डाँडा त्यो पारी वनको टिरे टिरे धारा सालै जिउ सबैले भनेको थियो कान्छी सालीले ओडालेको मिठो ढेँडो खान पाउँछु भनेर। बाउले माछा ल्याउने, आमाले ढिँडो पकाउने, हामीलाई खाने खाना त खाने, आफ्नै बाउले ओडालेको ढेँडो खाने। अब त हामीले हाम्रो आमाले बनाएको ढिँडो खाने। खाने त खाने भयो, अर्कैले खाने भयो। लोकल कुखुरको मासु र ढेँडो ग्वाम ग्वाम। ल बिहे गर्ने मैले, अरू कसले ढिँडो खान्छ र? के भन्नु भेना, कान्छीले बनाएको ढेँडो त अर्कैले खाने भयो। तिमीले त खालि थुकै मात्र निलेर बस्नु पर्ने भयो भेना। कसटी के भन्छ तैले? आज राति के सपना देख्यौ भेना? खै आज भोलि त सपना बिपना केही पनि देख्दिनँ म त। मैले देखेको थिएँ सपना। ए बाउको साटो छोराले पो देखेछ। कस्तो सपना देखिस् गोरे? हाम्रो बाउ त परालको टौवाबाट खसेको। तिमी त गुल्ट्याउने भेना। अच्छा अन्त के भन्छ यो? कान्छी त घरमा छैन नि। आच्छी कहाँ गएछ त कान्छी? कहाँ गएछे जान चाहिँ पहिला गई। शमशेर पनि घर छैन। उज्यालो नभई डाँडा कटाएछ बजियाले। माछो भ्यागुत्तो के गर्ने बेना, कहिले काहीँ यस्तै हुन्छ कि कसो? नाच्ने कुरा गर्छस् त नम्बर चढी झ्याम पुटली तँलाई म। अर्काको मनमा पहिरो जाने कुरो गरेर माछो र भ्यागुटो भनी बस्छ। यति राति यिनीहरू पो रहेछ पक्टी मलाई त म। तँलाई पापी भेना। के आज यतै कतै खोज्ने हो कि? गीत गाउँदै जाउँ, राम्री र मनले खाएको भेट्यो भने के भयो बा? हेर बुढी, त्यो कान्छीले त हाम्रो नाकै काटिदियो नि। जेठा भान्जाको त झन् साह्रो कति साह्रो मन दुखाइदियो नि त्यो डक्नीले। बिचारा माछा मार्नलाई खोलामा जाँदाखेरि पनि बारीको डिलडिल भएर जान्छ। डिल नगरेर के गर्नु त नि? बाटो हिँड्यो भने त दुनियाँले अनेक थरी कुरा सुनाउँछ त। ए भान्जा नि टुप्लोकै आइपुग्यो त। आऊ भन्छ आऊ। बुढी ज्वाइँलाई पनि ढिँडो पस्काइदेऊ न, बिचारा भोक लागेर आइराखेको होला। व्यर्थैमा हामीलाई मात्रै गाल पर्यो, हामीले पो अरूलाई दियो जस्तो भयो। कान्छीले गर्दा हामीलाई त मुख देखाउने लाज भने भान्जा। मामा माइजूले केही अप्ठ्यारो मान्नु पर्दैन, मेरै भाग्यमा रहेनछ त।
होइन त्यो असटीले बिहेको कुरै नछिरिकन मर्डेको भए त हाम्रो इज्जतै जान्थेन नि भान्जा। दुनियाँले गीत गाउने मौका पायो माइजू। सबैलाई हाँस्ने बाटो मात्रै भयो। मेरै नाक काटिन लेखेको रहेछ माइजू। कान्छीले पनि मेरै नाक काटेर गई त। तपाईँले यसमा कुनै चिन्तै लिनु पर्दैन भान्जा। तपाईँको त हकै छ, फर्केर आएपछि टानेर लगे पनि हुन्छ। आफूले मात्रै हक जटाएर के गर्नु मामा? म त उसलाई मन नपरेको भेना। अब उसलाई टानेर लिएर आउँला, भोलि फेरि मौका मिलेपछि अर्कोसँग भागिडेला। फेरि उसको घरबार मठै बिग्रिन्छ, बरु जति बिग्रिन्छ मेरै बिग्रियोस्। के हार्नु, यस्तो सोझो भान्जालाई पनि त्यो असटी नै झुकाइदिएर मर्यो। मैले त्यसलाई भेट्यो भने त भान्जा त्यसको कपाल त र्याई 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 पारेर भुट्ल्याइदिन्थ्यो। माइली बहिनी, यस्तो हतार गरी गरी कटायो है दिदी। एउटा सानो कुरा भनौँ कि भनेर आएको आउन त। के कुरा हो भन त? यस्तो कुरा पनि भने कि भनेर रिसाउने हो कि? पहिला भन त के कुरा हो? कान्छीले त बाटो तताइछ नि है। हो त नि, हाम्रो घरको इज्जतै फालेर गए। त्यही भएर बिचरा भेनाको आँखा अहिलेसम्म चिसो छ। हो, तिनैको आँसु पुछिदिउँ कि भनेर कुरा गर्न आएको। कसरी पुछौ है भेनाको आँसु? हाम्री चिम्सी नानी छन् नि, उसैसँग बिहा गरिदिउँ कि भनेर। त्यो बेत्ताले 7 गाउँको तन्नेरीको स्वास्नी भनी थाहा छैन र सबैलाई? अब बेहोरा जस्तो भए पनि मान्छे राम्री छ, भक्खर्की छ। यस्तो मनमा तोड परेको बेला भेनाले हुन्छ भन्न पनि सक्छन्। तिम्रो नन्द भिराउन आएको यहाँ त्यस्तो नकचरीलाई त्यो रानीवनतिर जाने गोठाले सबै त्यसको नक्क हो रे। आफ्नै भनेर के गर्नु, बानी बेहोरा त त्यति ठिक छैन। त्यही पनि बिहा गराइदिएपछि सुध्रिन सक्छ। त्यस्तो बेटालेलाई बिहे गर भेना भन पनि पाप लाएर आउँछ। हुन त हो, आफ्नै माल अगतिलो छ, कसलाई के भन्नु बहिनी? ए, त्यही भएर अगतिलो माल भिराउन आएको त? ससुरा बाजेले बिहा गराइदिनुलाई 1 कठा जग्गा दिन्छु भनेका छन्। जाऊ अन्टै गएर खोज तिमीले नन्द जोइ, त्यही जग्गा बेचेर लगाऊ तिमीले गहना। मसँग त कति पनि रिसाउन पाउन्न है बहिनी। तिमीसँग किन रिसाउने हो र म? ल त म जान्छु। तेरो नन्द तेरै भाइलाई बिराइदे, त्यो जग्गा पनि तै ख। माछीलाई जल थापी मारने बैगुनीलाई केले फिर पारने महुर्केको आज भोलि यही भयो मेरो राजै मन दुखाउने ठाउँ राजै मन दुखाउने ठाउँ। होइन हौ बेना, के को नुन खाएको कुखुरा झैँ एक्लै झोक्राएर बसेछौ त? अब एक्लै नबसेर के गर्नु त माइली? कान्छीले त्यस्तो बिग्न झुकाउँछ जस्तो लागेको थिएन, झेल गरेर गई त। अब कान्छीकै मेखै मारेर अर्की डुलै भित्राउने भए त त्यो चिम्सीलाई बिहा गर नि त। अच्छा,
बेनालाई हेपेको सालीहरूले साह्रै हेप्यो यो सालीहरूले त त्यो चिम्सीको त दिनै बिहे हुन्छ अरे त्यस्तोसँग बिहे गर भन्ने मलाई त्यो त ख्यालकै भइहाल्यो नि साँच्चैको बिहा गर्नलाई त त्यसका बाउले जग्गा दिने अरे त्यही भएर चिम्सीको भाउजू अघि खोलामा त्यही भन्न आए थिए अब भेनाको मनमा तोड परेको छ अरे त्यही भएर बिहे गर्छ कि भनेर सोध्न अरे दिन बिग्रेको बेलामा सबैले डाउ खोज्दो रहेछन् हो माइली अब तिम्रो पुरपुरोमा रहेछ भने एउटा न एउटा कसो नभेट्ला हो भेना त्यही भएर यस्तो बेलामा सम्हालेर बस्नुपर्छ भनेको त खै सम्हालिनको त के कुरा भएर हो माइली अब त हाँस्न बोल्नै बन्द भयो भेना पनि जति पिर परे नि हाँस्न बोल्न त पर्छ क्या बाहिर हाँसेर के गर्नु भित्र मन एक्लै रुन्छ हाँस्न बोल्न मन लाग्दैन है भेना मन रोएको बेला धेरै वर्षदेखि रोएको मन छ भेना म भित्र पनि कसरी रुन्छ भन्ने कुरा मलाई पनि थाहा छ जति हाँसे नि जति नाचे नि मनको चरी उडेर वनतिर गइहाल्यो वनमा जानीसँग उडेर जान सकिँदैन फर्केर आइज भनेर आउँदैन है भेना खै वनको चरी बनेमा मनको चरी मनैमा भइगयो हो माइली बरु मनको पिर भुर्र उडेर वनतिर गइदिए हुन्थ्यो है भेना मनमा बस्ने कुरा त साह्रै अप्ठ्यारो हुँदो रहेछ हो माइली हाँस्न न बोल्न बनाएर गई मनै भारी बनाएर गई जोख्नी हो भेना कसको मनमा कति पिर छ भनेर यसरी मनमा पिर पालेर राख्नु हुँदैन क्या भेना मैले काइलीलाई चुट्को गाउन बोलाएछु तिमी पनि आऊ है कस्तो मिठो गीत गायो नि बेना मुटुमै लाग्यो मेरो त बाजै राख्यो मनको बारीलाई के बिग्रन्थ्यो खुसी पारिराख्दा वनको चरीलाई बाजै राख्यौ मनको बारीलाई ए बेना मनको चरी भुर्र उडेर गए पनि एउटा वनको चरीलाई खुसी पारेर राख्दा के बिग्रिन्छ र तिम्रो कस्तो घुमौरो कुरो गर्यो हो माइलीले त अब वनबाट समातेर ल्यायो पाल्यो ठुलो बनायो फेरि भुर्र उडेर गइहाल्छ त चोट त आफैलाई त हो नि बेला बेला पखेटा काटिदिनुपर्छ क्या बेना अनि उड्न सक्दिन के चरा पाली पाली बुढो भएको भेनालाई पनि सिकाउन पर्ने रे त्यस्तो भेटिएछ भने मै पालिदिन्छु माइली मेरो भेना त कति जाति मैले जे भने नि त्यही मान्छ है सालीले भनेको कुरा भेनाले नमानेर भट भेना त्यसो भए मलाई तिमी भोलि माछा मान खोलामा लैजाऊ है त अब माछा मार्नु खोलामा तिम्रो के काम र माइली तिमी के गर्छौ मैले के गर्छु जाल तिमीले तान्ने मैले जालमा परेको माछा तप तप टिपेर राख्छु नि भेना है अब माइलीलाई माछा र ढेँडो खानु मन लाग्यो जस्तो छ हो भेना है तिमीले मलाई जहिले पनि ढेँडो र माछा खुवाउन सक्छौ माइलीलाई जाँड लागेको कसो गुन्द्रुक फकाउनु पर्दैन साली पकाउनु पर्दैन बुढापाकाले भनेकै उखान त छेटे जाँड त तिमीलाई लागेछ भेना सालीलाई होइन के पकाउने गुन्द्रुक पकाउन पर्दैन साली फकाउन पर्दैन के भेना मलाई त झन् साह्रो टन्नेर देख्यो क्या हो माइलीले अचार के को पिनाको साली कसको भेनाको ओ भेना मलाई तिमीले भोलि माछा मार्न खोलामा लैजाऊ है
माछा परेन भने नि घाँस काट्न बन्न जाउँला नि है बेना। मैले लु छोरा त मलाई म तिमीलाई छोडिनँ। त्यसरी नछ्याउ न हेतेरी छोड्नु साली हेतेरी के गरेको मैले म तिमीलाई छोडिनँ। अबदेखि आइन्दा तिम्रो घरमा टेक्दैन ल। त्यस्तो नभन न कुरुक पारिदियो कस्तो खालको तिमी साली म भेना हुनुपर्ने थियो के छेलपाटे भेना तिमीलाई कुरुक पारिदियो जाडले छोड्यो कस्तो भेना रहेछ। यस्तो साली त कसैको नपरोस् ल। कस्तो खालको मान्छे चप्पल त लाउने बिर्सेछु माइलीकै घरमा छुटेछ त। बाटो छोड भनेको बेना सारीलाई आँखा गर्दैछ। के गर्दा के गर्छ माइली साले आए यसको त फेरि चाहिँ पुगी भाइ अब तिमी गएर सुट मैले चुकुल लाग सुट म लाग्छु ल जाऊ
जस्तो टर्साएको आएँ मैले किन बाघ जस्तो झम्टेको गाँठे अनुहार हेऱ्यो भने बिरालोको जस्तो छ बुढेसकालमा गुलेली खेल्या छ डुल्या छ देखेको छैन यत्रो मान्छेले चाहिँ काम गरिरहेको यसो हाटोपाटो गर्ने भए पनि हुन्थ्यो नि बडा तिमीलाई कसैको बारे कहिले पिर्लिएको छ त्यो माइली छोरीको बारे तिमीले केही सोचेको छ कि मेरो मात्रै छोरी हो त्यो माइली ढाकै रहेछ नि त्यो भन्छ त अहिलेसम्म फर्केको छैन यतिका वर्ष बितिसक्यो उतै विदेशी तरुणीसँग सल्लिएर बसेको छ अरे हो त उतै जापानी केटीसँग बिहा गरेर बसेको छ अरे त्यो मुद्दा त के आउँछ माइलीलाई सम्झेर त्यसै बुढी हुने भयो नि हाम्रो छोरी त अब के गर्ने त बुढी त्यो मुद्दाले त्यहाँ सुहानी पाउँदाखेरि यसले यहाँ पोइ पाउँदैन बिहा गरिदिउँ भनेको मैले त बिहे त गर्ने तर कोसँग गर्ने कि कसैसँग सल्किएको छ माइली सल्के छैन के हाम्रो नाक बचाएर बसिराखेको छ अनि कसैले बिहा गर्छु भनेको छ त्यो पनि आएको छैन मैले त हाम्रै जेठा भान्जासँग चाहिँ बिहाको कुरा गरौँ भनेको के मान्ला त टेस्टले किन मान्दैन त्यसको पनि चुलामा आगो बाल्टिने मान्छे छैन माइलीको पनि आङमा न्यानो लुगा लगाइदिने मान्छे छैन माइलीलाई मनाउने मेरो जिम्मा के मेरो जिम्मा कहिले कहिले त ठिक कुरा गर्छ यसले मान्नुपर्छ माइलीले बिचरा त्यसको दैलो त्यसैलाई बिरानो भएको छ ओ भान्जा पनि ठ्याक्क टाइममै आइपुग्यो त ए भान्जा एकछिन पखट किन र माइजू एउटा सल्लाह गरौँ कि भनेको नि भान्जा के कस्तो सल्लाह कुन्नी कुरा के भने नि भान्जा माइलीको लोग्नेले माइलीलाई झुक्क्याउनुसम्म झुक्क्यायो अब माइलीलाई सम्झेर त्यो फर्केर आउँदैन अब अन्टै लगाइदियो भने पनि कष्टमा पर्छ कष्टमा तिमीलाई पनि केटाकेटी हेर्ने र दैलो कुर्ने एकजना त चाहिन्छ नि अब दिन हेरेर माइलीलाई गोरेर सुकुका आमा बनाइदिनु पर्यो के भुइँमा हेरेर घुरेर बसिरहेको के छ विचार फ्याट्ट भन न खै कस्तो हो कस्तो पहिले पनि त्यस्तो हो माइलीले त्यस्तो ढोका दिँदैन के भन्छ तिमी ढुक्क हुन त्यसको जिम्मा म लिन्छु के हातको चुरा फुटाउनु पर्छ कि शिरको सिन्दुर बैसैमा हो झर्छ कि भिरमा जुन माया होला नि मलाई यतिकै ऐ मुद्दार कस्तो उराठे लाग्ने गरी गीत गाएको भाइ यसरी गीत गायो भने त बनपाखा पनि रुन्छ नि माइली मेरो गीत सुनिदिने यो बनपाखा भाइको छटा आमा यसरी पिर मानेर रोएपछि त हामीलाई नै पिर पर्छ नि म गीत गाएर रुनु पनि नपाउने गीत गाएर हाँस न हामीलाई पनि पिर पर्दैन जति हाँस्नु हाँसे आफै गीत गाएर पनि नाचे राम्रो गीत गाउने मान्छेको त भाग्य राम्रो हुन्छ भन्थे होइन रहेछ आमा हेराउनेले त भाग्यमानी छ छोरी भन्थ्यो हेराउनेले पनि ढाँटेछ आमा पछि तिमीलाई पिर पर्छ भनेर उल्टो भन्दैछन् अझैसम्म त एउटै फरक परेको छैन है उसले भनेको कुरा फुटेको कर्म रहेछ आमा मेरो तर त्यो भान्जाले कस्तो झुक्या नि त्यसलाई पनि भगवानले झुक्याउँछ केही नहोस् त्यो मुद्दालाई हन तँलाई अझ पनि त्यही भान्जाको आश लाग्छ कसको आश गरौँ त आमा भो अब त्यसको आश नगर
कति कुरेर बस्छस् तँलाई त उसले बेसरी बुढी बनाइदिन्छ छोरी तेरो बाउ र मैले आज एउटा सल्लाह गरेको छ तेरो ठुलो भेनासँग बिहा गरिदिने भनेर भेनासँग बिहे गर्ने केही पनि हुँदैन आखिर तेरो भेनाको बिहा गरिदिनै पर्छ दिदीको 2टा छोराछोरी तेरो एउटा छोरा छोराछोरी पाउनु पनि पर्दैन तेरो बुढा फर्केर पनि आउँदैन अहिलेसम्म आउने भए त खबर पठाउँथ्यो होला नि आमा हो त्यही भएर बाउ र मैले भेनासँग कुरा गरिसक्यो अब दिन पारेर बिहा गरिदिने ए पुसे कता बाटो हो आज हो मैले हजुर ल म ल्याइदिएको नि ए खान पाइन भन्थ्यौ ल ढिट मरुन्जेल खाऊ हुन्छ हुन्छ पुसाई यो ठेकीको मैले कहाँ धित मर्छ र पुसाई भालेकै मोही खा जस्तो त कहाँ हुन्छ र भाले हराएको यत्रो वर्ष भइसक्यो खोजिदिनु पर्यो नि खाँचो पर्यो भन्न झ्वाकको भाले खोजेर ल्याइदिन्छु यस्तो बाउलाई कुरा सुनेर हुन्छ र पुसाई तिमी पनि बेसरी पिर खपेर बस्या छौ नबोल्ने मात्रै त हो नि भाले खोज्न अन्त जानै पर्दैन कहाँ छ र भाले पुसाई ल घरमै छ नि ठुलो बडै के त अब उसलाई पनि पिर परेर बस्या छ तिमीलाई पनि पिर परेको छ पिर परे दुइटैले ट्याक्क मिलाइदिए त भइगयो नि त्यही भनेको भन्या के हो पुतली कता जान लाग्यो कि जा गइनी तँलाई के मतलब हो र अरे बाफ्रे हामीसँग बोल्दै त केही जान्दैन होला नि त तेरो वायत मान्छे अहिले अब यसो ए तैँले हिजोको कुरा सुनिस् होइन मैले त हिजो कोदोको झ्याम्मै खाइदिएँ नि 2 बोतल पुतली आयो कस्तो पातेको बुढो रहेछ हो मर्न नसक्ने बुढो छु पुतली मोर निकाल्न आएको सुटिङ एक्सन कट के गरे भने यस्तरी फेरि लिनु पर्यो ल अहिलेको उसमा जाऊ डाइरेक्टर साहब सुटिङ त जसरी पनि आज सकिनुपर्छ है भोलिको लागि मसँग पैसा छैन तपाईँ किन चिन्ता लिनुहुन्छ पख्नुहोस् न आज सिद्धिहाल्छ नि ल सबै पैसा नबस्नु पर्यो ल काट के गरे यस्तो भने फेरि गर प्र्याक्टिस गरेर आऊ भनेको होइन प्र्याक्टिस केही गरेर छैन रहेछ फेरि अहिलेको उसमा जाउँ पोजिसनमा लौ हे साइडलाइनलाई सम्झेर आइपुगेँ म त ए भेना पो आऊ यतै बस अरू बेला आउँदा त कस्तो लाग्थ्यो आज त आफ्नै जस्तो लाग्यो छुन पाए हुन्थ्यो उनलाई हत्केलामा लिन पाए हुन्थ्यो हजुर जुनालाई छुन पाए हुन्थ्यो
पर्थ्यो उनलाई। बल्ल खायो बेना किन टेस्टो बोल्यो? मन नपरेको सालीसँग बिहे गर्न परेर खुचिङ। ए साँच्चै बेना तिम्रो मन म माथि कसरी पलायो? दिनै आउनु पर्दो रहेछ नि माइली। मैले जिस्केर मसँग बिहे गर भनेको साँच्चै भयो है बेना? ख्याल गर्दा स्याल पल्टिन्छ भन्छन्, त्यही भएर ख्याल गर्नुहुन्न नि माइली। मामा माइजूले घर बिग्रेको छोरी भिडायो भनेर कुनै गुनासो त छैन नि बेना? छैन छैन, त्यस्तो छैन। यति मिठो बाका भएको साली नानी मामा माइजूले मलाई दिए। तिम्रो मिठो बाकाले मेरो सबै दुःख बिर्साइदिन्छ नि टिटी साली। मात्रै हो र? म तिम्रो छेउमा बसेर सधैँ गीत गाइदिन्छु नि है बेना? माइली, म त कति भाग्यमानी है, तिम्रो गीत सुनेर सधैँ निराउन पाउने भए। ल भन त माइली, तिमीलाई के गहना हालिदिनु पर्ने हो कुन्नी? अरू केही किनिदिनु पर्दैन बेना। एकपट्टि टिका अलिकति सिन्दुर किन्थ्यौ भइहाल्छ नि। कठैबाट बेना गरिब छ, केही माग्नु हुँदैन भन्ने पनि थाहा छ है माइलीलाई। धेरै गहना लाएर के नै हुन्छ र बेना? पछि पछि कमाएर लाउँला नि त। तल माघे सङ्क्रान्तिको मेला लागिरहेछ, तिमीलाई हामीलाई घुम्न पनि हुन्छ। अनि तिमीलाई यसो एउटा टिल्लरी एउटा जन्टर हालिदिनु पर्यो। मलाई त केही चाहिँदैन, तिम्रो माया मात्रै भए पुग्छ, तर सधैँभरिलाई। ए सन्नानी बहिनी, थाहा पायो तिमीले? त्यो ठुलो भेना र माइली त जोइ पै जस्तै जट्ठरिएर नाचिरहेको थियो नि मेलामा। अबे बाँचेका बुढाबुढीले त माइलीको बिहे ठुलो भेनासँग गराइदिने पक्का पक्की नि गरिसके रे। तिम्रो कानमा परेको छैन यो कुरो? होइन हौ बहिनी, माइलीको पोइ त जिउँदै छ नि। त्यो मेरो पुरानो साथी हो। हेर, यो बिहे कुनै पनि हालतमा गर्न दिनु हुँदैन, बुझ्यौ? तिम्रो नन्दा भिराउन आएको यहाँ त्यस्तो नकचरीलाई त्यो रानी वनतिर जाने गोठाले सबै त्यसको नाक हो रे। ए आफै भेनासँग सल्किकी रहेछ र पो मेरी नन्दलाई यस्तिर उस्ती भनेर खोट लगाए कि पक्रिस तँलाई। हेर सन्नानी, अरू मलाई के पनि थाहा छैन। यो बिहे जसरी भए नि भाड्नुपर्छ। यसमा मलाई तिम्रो साथ चाहिन्छ। नमस्कार आमा। नमस्कार नमस्कार आमा नमस्कार। नमस्कार नमस्कार आमा। एउटा कुरा गर्न आएको म। हामी सबै मिलेर त्यो काम गर्नु पर्यो। त्यो माइलीको पोइ हुँदा हुँदै माइलीलाई भेनासँग बिहार दिन लाग्छ। यो त गाउँमा हुनु दिनु भएन नि। निम्तो गर्नेले गलत निम्तो गर्यो कि क्या हो? मैले त भोज खानलाई पर्सि पो बोलाएको। आफ्नै छोरीको घर बिगार्ने यस्ता मुलाले बोलाएको ठाउँमा पनि भोज खान आइन्छ र? के बोल्नुभयो हजुरले? मैले त कुराको मेसै पाइन त। वाह, यसरी दिउँसै रात पारिदिने? एउटाको स्वास्नी अर्कालाई भिडाइदिने? लाज पचेको। कस्तो कुरा गर्नुभयो तपाईँले? कसको स्वास्नी कहाँ भिरायो मैले? हेर न त्यसलाई कस्तो लात पचाएर बोलेको यसले। तेरो माइली छोरी टकबहादुरको स्वास्नी होइन? टकबहादुर तेरो ज्वाइँ होइन? एउटा ज्वाइँलाई दिइसकेको छोरी फेरि बाउले नै अर्कोलाई भिडाइदिने? तपाईँलाई थाहा छैन कि क्या हो? मेरो माइला ज्वाइँ विदेश गएको 10 वर्ष बितिसक्यो, एकचोटि पनि फर्केको छैन। मेरो छोरी टेटीकै बुढी भएर गएको
मैले हेर्न सक्छु र? विदेश गएको मान्छे आफ्नो परिवार सम्झेर जसरी पनि फर्केर आउँछ। ऊ फर्केर आएपछि उसको हातमा के राखिदिन्छु तिमीहरूले? के? त्यसरी अर्काको गुड भत्काइदियो भने त पाप लाग्छ, पाप। अर्काको छोरो पाएर बसेकी स्वाहिनीलाई लान्छु भन्ने लाछी पनि उस्तै, जान्छु भन्ने नकटी पनि उस्तै। तपाईँहरूले यो मान्छेलाई चिन्नुहुन्छ? अस्ति हाटबाट गर्ने मान्छे यही हो। यदि यो मान्छेले मलाई हातपात गर्न सक्छ भने तपाईँहरू घरमा छोरी बारी छ, तिनीहरूलाई पनि हातपात गर्न सक्छ यसले। तँलाई यहाँ लाज लाग्दैन? ओइ, अर्काको छोरी चेलीलाई हातपात गर्ने पनि तै, सारा गाउँलेलाई उचाल्ने पनि तै, मेरो घरमा आएर मलाई उचाल्ने पनि तै होइनस् पाजी। तल्लै त एउटा आइमे मान्छेलाई एक्लै जीवन बिताउन कति गाह्रो हुन्छ भन्ने कुरा मलाई बाहेक कसलाई थाहा होला र? यहाँ एटीका वर्ष टेला कुरेर बसेँ मैले। घरमा बुढी छ, छोरा छ भनेर सम्झेर पनि आएन आजसम्म। तपाईँहरू आफै नै भन्नुहोस् कि मलाई एउटा सारा चाहिँदैन र? चाहिन्छ चाहिन्छ। उसले उता बिहा गर्नुहुन्छ भने माइलीले नि यता बिहा गर्नुहुन्छ। माइली बहिनी र ठुलो भन्जाको बिहा छ रे, न्युता आछ, च्याट्ट परेर जाने है बुढी। हे बुढा, म त मरे पनि जाँदिनँ हौ। हेर्न यो आइमै, अनि तेरो छोराछोरीको बिहा गर्नु पर्दैन? कोही आइदिन भने के हेर्छस्? मलाई कर नलगाउ न बुढा। होइन, त 3 दिन अगाडि गएर काम गर्नु पर्ने बुहारी मान्छे हो, तैँले कसरी भन्न सकिस् म जान भनेर? आफूले बुझ्नु पनि कुरा होइन। आज त हाम्रो बाआमाको बिहे हो, हामीले हेर्नु हुँदैन, यहीँ बसेर नाच्ने हो। कुरो ठिक गरे केटोले। ल बाजे बजाऊ। ल विवाह सम्पन्न भयो। बेहुलीका बा आमाले बेहुला बेहुलीलाई एकचोटि जकिया घुमाइदिनुहोस्, अनि ल र टोलीमा चढाइदिनुहोस् र बिदावादी गरिदिनुहोस्। ओहो भेना, ठुलो माछा हात पानी रहेछ पो, सानो माछा चिप्लिक्क चिप्लेर भागेको। आजको दिन रात त एक छत्तै रमाइलो हुने भयो कि कसो भेना? फिल्मको हिरो भनेर मरिहाटे गठिस, भेटाइछस्, उहाँलाई त नछोड है। केटा मान्छे त नपाइन्जेलसम्म सोझो, पाइसी त के हो के हो। यस्ता कुरा के सुन्नु, जाउँ हिँडौँ। लौ लौ, कति हतारो।
डेकिस्टा उहिलेको मानिसहरूले त्यत्तिकै भनेको होइन रहेछ। हेर त आखिरी परिबन्धले साली कोसको भेनाको भएन त, यस्तो पो हुँदो रहेछ साली कोसको भेनाको। अटने कान्छी सालीसँग चाहिँ साइनो गाड्न खोजेको कट्टाबाट माइलीसँग पो गाँसियो। राम्रो भयो। अबट त्यो बच्चाहरूले मजाले स्याहार पाउँछ नि। त्यो मर्न नसक्ने कान्छीले त्यत्रो ठुलो ढोका दिइहाल्यो। असटी त टुप्लोको पो आइपुग्यो। कहाँबाट त्यसै कान्छी त आमा के भयो? नरु नानी नरु, अब घर आइपुग्यो सब कुरा ठिक हुन्छ। तिमीले कुनै चिन्ता लिनु पर्दैन। तिम्रो बा अझै पनि छ, तिम्रो बा आमा अझै जिउँदो छ, चिन्ता लिनु पर्दैन छोरी। एक दुई तिन, एक दुई तिन। सुको दिदीले हार्यो। छैन मैले हारेको। लज्जा ठिक्क परो। एक दुई तिन, एक दुई तिन। सुको दिदीले हार्यो। ल तिमीहरू जाऊ लुजाऊ, भोलि बिहानै उठेर सुँगुर पाटा खेलाउनु पर्छ। अहिले गएर सुटो लुजाऊ। ए केटी हो, आज त हामी तपाईँहरूसँगै सुत्ने हो। आज त हामी यहीँ सुत्ने हो। माइली त्यो एक बोतल ल्याऊ। साह्रै क्यारम भयो। कस्तो क्यारो क्यारो हुन्छ र? यो केटा मान्छेको जातलाई जहिले रोसेको टलटलमा बस्नुपर्ने। काम कुरो एकातिर कुम्लो बुके ठिमिटेर भनेको यही हो। बिहारेकै रात त यति साह्रो नपड्कन हौ। लौ यति साह्रो गाली नगर न त। खै म राखिदिन्छु समाटर त। एक दुई तिन। यो बच्चाहरूलाई सुटाउनु हो माइले। तँलाई हो? अब मैले कसरी सुटाउनु रहेछ है? एक दुई तिन। होइन कति खेलेको टिमहरू त भोलिबाट स्कुल जान पर्दैन कि के हो? सुकु अल्टा सर तिमी अल्टा सर न। ओ बेना बच्चाहरू सुट्यो कि? तिमी पनि सुटाउन त। म र त्यही यस्तो मान्छेले किन बिहा गर्नु पर्यो कि रे? ओ भेना भेना बाहिर को आयो हेर त। त्यो गोडो लाउने मान्छे खोज्न आएकोलाई खोलिदेऊ न।
टिमले खोल्ने नि हुन्छ भो। खोल न त तिमी यति त को रहेछ यति बिहानै। म हुँदा हुँदै भाले अर्कै